नाम उच्मा कोइराला। म हालमा गण्डकी मेडिकल कलेजमा 3rd इयर MBBS गरिरहेको छु। अनि अहिले अक्टोबरको महिना चाहिँ हाम्रो ब्रेस्ट क्यान्सर अवेरनेस मन्थ भएको कारणले गर्दाखेरि हामीसँग आज मिसेस लक्ष्मी आचार्य हुनुहुन्छ। उहाँ चाहिँ ब्रेस्ट क्यान्सर भएको थियो अनि अहिले चाहिँ क्योर भइसकेको छ र उहाँ चाहिँ आज हामी सामु आफ्नो ब्रेस्ट क्यान्सरको जीवनमा भएको अनुभवलाई चाहिँ हामीसँग बाँड्न आइराख्नु भएको छ। नमस्कार, म लक्ष्मी आचार्य। उमेर मेरो उमेर 42 इयर्स। ब्रेस्ट क्यान्सर डायग्नोसिस अहिले चाहिँ के अरे साल त मलाई खासै अब त्यस्तो याद भएन, 72 मा हो कि जस्तो लाग्छ। अहिले चाहिँ ठ्याक्कै 7 वर्ष पुरा भयो। अनि अब पत्ता लाग्दाखेरि चाहिँ कति स्टेजमा पत्ता सेकेन्ड स्टेज भन्नुहुन्थ्यो। सेकेन्ड स्टेजमा। अनि अब हजुरले चाहिँ आफै पत्ता लागेको हो कि जस्तो अब आफैले घरमा बस्दाखेरि कि हजुर चाहिँ डक्टरकोमा गएपछि? यस्तो भयो, खासमा चाहिँ अब मलाई दुख्यो, जस्तो सियोले घुसे जस्तो दुख्थ्यो। अनि अब ब्रेस्टमा गाँठा आयो, अब त्यस्तो भयो भने चाहिँ क्यान्सर भनेर भनिरहनु हुन्थ्यो नि त, क्यान्सर हुन्छ भनेर। अब एकचोटि टेस्ट गराउँ न त के भयो क्यान्सर भएन त भने त राम्रै हो भनेर अनि आफै टेस्ट गर्न गएको, कसैलाई पनि भनेको थिएन। अनि टेस्ट गर्न गइयो अनि त्यसपछि डक्टरले चाहिँ अब सबै टेस्टहरू गर्नुभयो। टेस्टभन्दा अगाडि नै जे होस् अब त्यो रिपोर्ट आउनुभन्दा अगाडि नै ब्रेस्ट क्यान्सर भन्ने थाहा भयो। अनि हामी के अरे मैले त घरमै थाहा पाएको थिएँ, एकजना डक्टर क्यान्सरकै डक्टर हुनुहुन्थ्यो, उहाँले रिपोर्ट हेरेर भन्नुभयो के अरे क्यान्सर हो भन्नुभयो। अनि अब पत्ता लाग्दाखेरि हजुर कस्तो? मलाई अब छोरा सानै थियो नि त, 9 मा पढ्थ्यो, त्यसको चाहिँ अलिक माया लाग्यो, अरूको त खासै अब त्यस्तो याद भएन। अनि अब ट्रिटमेन्ट हजुरको ट्रिटमेन्ट कुन हस्पिटलमा गर्छ? भक्तपुर क्यान्सर हस्पिटलमै गरेको सबै ट्रिटमेन्ट। कसरी के गर्छ? सुरुमा अब चेकअप गर्न गयो होइन, अनि अब अपरेसन 6 गते भन्नुभयो, 6 गते पुसको 6 गते अपरेसन गरेको ठ्याक्कै 22 दिनको दिन किमो लगाउनु भयो। 6वटा किमो लगाउनु पर्थ्यो। अनि त्यो किमो चाहिँ वैशाखमा सक्यो। अब त्यो आफ्नो ट्रिटमेन्ट गरेर अर्को वर्षै लाग्यो होला सायद होइन। अनि किमो सक्यो, किमो सकिसकेपछि अनि फेरि त्यसमा उयो रेडियोथेरापी, त्यो पनि रेडिएसन भन्छ हो, त्यो पनि गर्नु पऱ्यो 25 चोटि। त्यति नै हो। अनि हजुरलाई अब कतिको गाह्रो भयो त्यो चेन्जेसहरू आउँदाखेरि? किमो लगाउँदा अब दोस्रो किमोसम्म त खासै त्यस्तो फिल भएको थिएन। तेस्रो किमोमा चाहिँ अलिक गाह्रै भयो, तेस्रो किमोदेखि अब बाँकी भएको किमोसम्म, लास्टको किमोसम्म। अनि अब लास्ट गरेको कति भयो ट्रिटमेन्ट गरेको? लास्ट भनेको के किमो गरेको त्यही 7 वर्षै भयो होला। 7 वर्ष पुरा भइसक्यो। अब पुसमा 8 वर्ष पुरा हुन्छ। अनि अहिले त हजुरलाई सजिलो छ? अहिले ठिक छ। अनि अब हजुरको खानपिनमा अनि त्यसपछि अब एक्सर्साइजहरू गर्छु होला अथवा के गर्छु? अहिले अब म खासै त्यस्तो बिरामी भए जस्तो खासै त फिल हुँदैन होइन। त्यही पनि अब खाना डक्टरले जे पनि खानुहुन्छ भन्नुहुन्छ, म त त्यो गालेको अचारभन्दा बाहेक प्रायः सबै थोक खान्छु। अब अहिले त हजुरलाई राम्रो फिल हुन्छ? अहिले म बिरामी नै छैन जति हुन्छ, बेला एकदम राम्रो हो नि त। अनि अब फेरि हजुर रिपिट हुन्छ भनेर डर लाग्छ कि लाग्दैन? त्यस्तो लाग्दैन। अब जहिले अब यसको औषधि नै छैन खासमा त होइन। अब जहिलेसम्म छ नि, अब त्यसमा के गर्नु र। अब ट्रिटमेन्ट गर्दै जाँदा चाहिँ हजुरलाई एकदम हुन्छ नि त्यो एन्सियस हुने अथवा हजुर एकदम कस्तो डिप्रेस जस्तो हुने, नराम्रो लाग्ने त्यस्तो खासै त त्यस्तो भएन होइन। अब ट्रिटमेन्ट गर्दा त्यो मलाई अब रातभरि बमिट हुन्थ्यो होइन। बिहान 10 बजीदेखि भएको बेलुकै 12-1 बजीसम्म बमिट पनि केही नखान्थेँ। लास्ट किमो बाँकी नै थियो भनेपछि 5औँ किमोमा चाहिँ मलाई एकदमै पर्सि किमो लगाउनै जानु छ। त्यतिखेर चाहिँ पानी पनि कत्रो परेको थियो, असार हुन्थ्यो। त्यतिखेर चाहिँ अरू माना बाबा यो सबै दुःख त हुन्थेन भन्ने चाहिँ फिल भयो। त्यसपछि चाहिँ खासै केही भएन। तर अब त्यो गरेर हजुरलाई अहिले राम्रो भएको छ? अहिले त्यस्तो केही पनि हुँदैन। त्यो त राम्रो भयो नि त त्यो गरेर। अनि हजुरले बिमा गर्छिको थियो? बिमा त्यतिखेर गरेकै थिएँ भनेपछि अनि नेपाल सरकारबाट हजुरलाई 1 लाख रुपियाँ दिनुभएको थियो। अनि त्यसबाट गऱ्यो अलिकति। अनि अरू कति लाग्यो चाहिँ मलाई खासै थाहा छैन। अनि अहिले चाहिँ हजुर बिमा गरिसकेको छ? अहिले गरेको छ। अनि त्यसपछि हजुरले अब त्यो थाहा पाइसकेपछि क्यान्सर लाग्यो भने चाहिँ हजुरको फ्यामिलीले कतिको सपोर्ट गर्नु? फ्यामिलीले त सपोर्ट गर्नुभएको थियो। अनि यस्तो उस्तो कसैले पनि केही पनि भन्नु भएन।
अब समाजले केही समाजले त हामी पहिले कोठामा बस्थ्यौँ नि त उनीहरूले चाहिँ अहिले मरिहाल्छ कि जस्तो चाहिँ गरे जस्तो फिल भयो आफूलाई अरूलाई चाहिँ अब थाहा भएन अब घरमा त कसैले पनि केही पनि त्यस्तो गर्नु भएन त्यो सपोर्ट पाउँछ सपोर्ट पाएन अनि अब काउन्सिलिङहरू यताउतिको त्यस्तो गर्नु पर्दैन मलाई अलिक स्ट्रङ हो किनभने त्यस्तो मैले क्यान्सर भनेर त म एक्लै थाहा पाएर आएको व्यक्ति हो नि त बिहान डक्टर हाट गएँ कटुन्जीमै हुनुहुन्थ्यो कि अनि गएको के भन्नुभयो भने नि अनि तपाईँले त्यो क्यान्सर भएछ एउटा काटेपछि त तपाईँ 10 वर्ष बाद 10 वर्ष भन्नुभयो 10 वर्ष बाँच्नुभयो पुगेन त तपाईँलाई भन्नुभयो कि डक्टरले डाक्टर साहब त्यही पनि धेर भयो हिँडेको स्ट्रङ तपाईँ हुनु म त्यसै भनेरै हिँडेको हो कि त्यसपछि मात्र आइदिनु अनि जेस हजुर सपोर्ट चाहिँ राम्रैसँग अनि अनि यता आमा समूहहरू यताउतिमा केही त्यस्तो केही पनि थिएन है अनि अहिले चाहिँ हजुर त्यस्तोमा केहीमा लाग्छ सबै छैन त्यस्तो पनि केही छैन छैन अनि अब हजुरलाई अहिले चाहिँ जस्तो हुन्छ नि कसैलाई भयो स्तन क्यान्सर भयो अनि त्यसपछि कसैले आएर हजुरलाई सोध्नु गर्दाखेरि हजुरले सम्झाइदिनु बुझाइदिने यताउति गरिदिनुहुन्छ स्ट्रङ त्यस्तो त्यो अब आफ्नै आत्मबल के अरे घटाउने काम गर्नु हुँदैन अब जन्मेपछि एक दिन मर्नै पर्ने हो ढिलो र चाँडो त हो भनेर चाहिँ समय कहिलेकाहीँ त्यो क्यान्सर हस्पिटलमा बिचरा फेरि फर्केर पनि आएको छ नि त अनि अब मर्छ क्या भन्छ न मरिँदैन काल नआउने त मरिँदैन नि त हामीले भने जस्तो शरीर छैन अनि मान्छेहरूले चाहिँ भन्छन् नि अब यहाँ खासै राम्रो ट्रिटमेन्ट हुँदैन अनि अब इन्डिया जाउँ ट्रिट गर्न भनेर भन्छन् नि त्यस्तोमा चाहिँ हजुरले चाहिँ यहीँ गर्छ नि त ट्रिटमेन्ट अनि अब किन गर्छु त यहाँ ट्रिटमेन्ट भनेर मलाई त अब इन्डिया जानुभन्दा यहीँ गरौँ जस्तो लाग्यो अब जे हुन्छ अब उहाँको जाँदैमा बाँच्ने पनि होइन होला सायद होइन अनि के अरे परिवारले त जाउँ भन्नुभयो त मैले नमानेको हो अनि यहीँ गर्ने अब जे हुन्छ हुन्छ अब आफू मऱ्यो भने त अरूलाई सबै सकेर त मर्ने कुरा पनि भएन भन्ने लाग्यो मलाई त्यही भएर यहीँ नेपालमै गर्नु नेपालमा पनि अब राम्रै उपचार हुन्छ नि इन्डियामा मात्र पनि हुन्छ भन्ने छैन दिन नसकिन्जेली त खासै जहाँ गए पनि उयो त हो त्यो त अब आफ्नो आत्मबलको त्यही हो अनि अब हजुर मैले किमो लगाउँदाखेरि अब किमो लगाउँदा अनि माइतीहरू सबैजना गइन्थ्यो त्यस पछाडि ब्लड टेस्ट हुन्छ नि एक हप्तामा त्यो जान म एक्लै गाडी चढेर आउँथेँ आत्मबलले पनि धेरै फरक पार्छ नि मलाई त त्यस्तो बिल अहिले पनि खासै त्यस्तो लाग्दैन म बिरामी नै हुँ क्या अरे भन्ने होइन कहिलेकाहीँ अनि आफैलाई त बिरामी चाहिँ के गरेको भन्नुहुन्छ अनि भारी सामानहरू चल्दाखेरि चाहिँ कराउनुहुन्छ अनि म गर्दिनँ कि त्यस्तो चाहिँ अनि अब फलोअपहरू चाहिँ हजुर गर्छिन्छ कि गर्छ जान्छु अब पहिले 3 महिनामा हुन्थ्यो अनि पछि 6 महिनामा भयो अहिले चाहिँ अब जाँदाखेरि 5 दिनमा फलोअपमा जाने हो म चाहिँ अब 6 महिनामा जान्छु अनि अब नयाँ डायग्नोज भएको पेसेन्ट भर्खर पत्ता लागेको पेसेन्टहरूलाई चाहिँ हजुर के भन्न चाहनुहुन्छ त्यस्तो आँतिनु पर्दैन अब के अरे अब आफ्नो दिन सकिया छैन भने त जसरी पनि ऊ हुन्छ के अरे बाँचिहालिन्छ त्यस्तो आत्मबल घटाउनु पर्दैन अनि अब हजुरको धारणामा चाहिँ होइन केले गर्दा हुनसक्छ ब्रेस्ट क्यान्सर अब सबैजना खानेकुराले भन्नुहुन्छ अर्थात् त अब के होला र अब सानोमा यस्तो पनि हुन्छ भन्नुहुन्थ्यो के अरे नानीहरू भइसकेपछि अब के अरे बच्चाले दुध खाएन भने पनि हुन्छ भन्नुहुन्छ मेरो बाबुले पनि दुध खाएको होइन त्यो कारण 1 महिनासम्म 18 दिनसम्म खायो त्यसपछि खाएन कि अब त्यही भएर हो कि अब त्यो चाहिँ थाहा भएन अनि हजुरको परिवारमा पहिला कसैलाई भएको थियो आजसम्म खोइ भयो भन्ने नै थाहा छैन क्यान्सरै भनेर प्रुभ भएको कोही पनि छैन मैले मात्र हजुरले अघि भनिसकेको के अरे हजुरको बाबुले 18 दिनसम्म मात्रै खाएको अनि त्यसपछि चाहिँ केही गाँठोहरू फिल भएको थियो गाँठको के जस दुध बाक्लो आयो होइन अनि थुनेलो भयो भन्नुभयो डक्टरले अब हामीले दुध सुकाउने औषध पनि खायौँ डक्टर भएकोमा गएर अब त्यतिखेर 1 महिनासम्म खाएन थियो कि अनि 1 महिनापछि आफै खायो त्यो गाँठो अब त्यस्तो बिचमा देखेन त्यस्तो खासै कहिले पनि थाहा थिएन हजुर दुख्ने ओर्ने कस्तो हुन्थ्यो त्यो सुरु जस्तो पत्ता लाग्नुभन्दा अलिकति अगाडि दुख्ने ओर्ने कस्तो 1 हप्ता बराबरमा म गएको हो त्यो पछि यो क्यान्सर भइसकेपछि भन्नु भएन होइन त्योभन्दा अगाडि त्यतिखेर चाहिँ अब यस्तो चाक्ला जस्तो खालको बस्दै थियो अब दुध थुनेलो भयो भन्थ्यो नि त पहिले अनि त्यही थुनेलो भयो होला भनेर डक्टर भाइखान गएको केही त्यो रगत सगत आउने त भएको होइन यो बाक्लो दुध मात्र आउँछ अब थुनेलो भयो भने त अपरेसनै गर्दो रहेछ नि त त्यो चाहिँ गर्नु परेन यही हो हजुरको समय र अनुभव दिनुभएकोमा धेरै धेरै आभार प्रकट गर्दछ धन्यवाद